आज जेठ 22 गते आजदेखि चाहिँ एभरेस्ट कलर लिमिटेड कम्पनीले तपाईँ हामी जस्तो सर्वसाधारणको लागि 6,55,700 किता आइपिओ सेयर चाहिँ बिक्री खुला गरेको छ भने साथीहरू यस कम्पनीको आइपिओ चाहिँ तपाईँले जेठको 27 गतेसम्म चाहिँ आवेदन दिन सक्नुहुनेछ। अब साथीहरू तपाईँले यस कम्पनीको आइपिओ सेयर भर्नुभन्दा अगाडि चाहिँ यस कम्पनीको वित्तीय अवस्थाहरू के कस्ता रहेका छन्, यस कम्पनीको इपिएस कति रहेको छ, नेटवर्थ कति रहेको छ, साथै तपाईँले यो कम्पनीको सेयर भर्नुभयो र तपाईँलाई यस कम्पनीको सेयर पर्यो भने यो कम्पनीको सेयर नेप्सीमा लिस्टेड भइसकेपछि यस कम्पनीको ओपनिङ प्राइस के कति होला, तपाईँले यो कम्पनीको सेयर किन्दाखेरि तपाईँले घाटा या नाफा के खाएर किन्नुहुन्छ त्यस सम्बन्धी सम्पूर्ण जानकारी लिएर मात्रै तपाईँले यस कम्पनीको आइपिओ सेयर भर्नुभयो भने बढीभन्दा बढी चाहिँ मुनाफा कमाउन सक्नुहुनेछ। त्यसैले साथीहरू तपाईँले यस कम्पनीको आइपिओ सेयर भर्ने सोच गर्नुभएको भए आजको यो भिडियो तपाईँहरूको लागि एकदम इम्पोर्टेन्ट छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र सम्पूर्ण जानकारी लिनुहोला। साथीहरू तपाईँले अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी सँगै रहेको बेल सिम्बललाई अन गर्न भने नबिर्सिनुहोला। नमस्कार साथीहरू, म हुँ प्रतीक, वेलकम टु न्यू आइपिओ अपडेट। अब साथीहरू हामी ढिलो नगरिकन सिधै व्हाइट बोर्डतिर लागौँ र यस एभरेस्ट कलर लिमिटेड कम्पनीको आइपिओ डिटेल एनालाइसिस चाहिँ गरौँ। सर्वप्रथम साथीहरू यस कम्पनीले चाहिँ हामीलाई आफ्नो आइपिओ सेयर प्रति किता कतिमा बिक्री गरिरहेको छ त्यस सम्बन्धी जानकारी लिउँ। यस कम्पनीले हामीलाई एक किता आइपिओ सेयर चाहिँ आरएस 100 रुपियाँको दरमा नै बिक्री गरिरहेको छ साथीहरू है। अब हामीले चाहिँ यस कम्पनीको आइपिओमा न्यूनतममा पनि 10 किताको लागि चाहिँ आवेदन दिनुपर्ने हुन्छ र 10 किताको लागि आवेदन दिँदाखेरि चाहिँ आरएस 1000 रुपियाँ चाहिँ हाम्रो लगानी लाग्ने भयो र यो कम्पनीले एकदमै थोरै सङ्ख्यामा चाहिँ आफ्नो आइपिओ सेयर निष्कासन गरेको हुनाले चाहिँ तपाईँले 10 किताभन्दा बढी आइपिओ सेयर भर्ने सोच नै नगर्नुहोला, किनभने यो कम्पनीले जम्मा 6,55,700 किता मात्रै आइपिओ सेयर निष्कासन गरेको हुनाले एकदमै थोरैजना साथीहरूलाई पर्नेछ। त्यसैले चाहिँ यो कम्पनीको सेयर तपाईँले धेरै किता भर्नुभन्दा तपाईँले 10 किताको लागि मात्रै आवेदन दिँदा ठिक हुनेछ साथीहरू है। अब यो हामीले सामान्य जानकारी लियौँ एभरेस्ट कलर लिमिटेड कम्पनीको बारेमा। अब यस कम्पनीको वित्तीय अवस्थाहरू के कस्ता रहेका छन्, यस कम्पनीको इपिएस कति रहेको छ, नेटवर्थ कति रहेको छ र कस्तो रहेको छ त्यस सम्बन्धी पनि त हामीले जानकारी लिनु पर्यो यो कम्पनीको आइपिओ सेयर भर्ने भएपछि त होइन। त्यसैले चाहिँ यस कम्पनीको वित्तीय अवस्था के कस्ता रहेका छन् त अब हामी जानकारी लिनेछौँ साथीहरू। र यस कम्पनीको वास्तविक रिपोर्ट अनुसार चाहिँ जानुपर्ने हुन्छ र वास्तविक रिपोर्ट अनुसार चाहिँ यस कम्पनीको 2081-82 को वास्तविक रिपोर्ट अनुसार चाहिँ यस कम्पनीको इपिएस भनेको अर्निङ पर सेयर साथीहरू यसरी बुझ्नु होला। तपाईँले 100 रुपियाँ हालेर यस कम्पनीको एक किता सेयर किन्दै हुनुहुन्छ भने यो 100 रुपियाँ लगाएर एक किता किन्नुहुन्छ, यो एक किताले कति कमाएर दिने भन्नेलाई नै इपिएस भनिन्छ साथीहरू। यो सामान्य जानकारी दिए र विस्तृत रूपमा हेर्न चाहनुहुन्छ भने यो भिडियो हेरिसकेपछि हाम्रो च्यानल भिजिट गरेर इपिएस सम्बन्धी जानकारीमूलक भिडियो हेर्न सक्नुहुनेछ है। र यस कम्पनीको इपिएस वास्तविक रिपोर्ट अनुसार 2081-82 को वास्तविक रिपोर्ट अनुसार चाहिँ यस कम्पनीको इपिएस चाहिँ आरएस 9 रुपैयाँ 60 पैसा चाहिँ यस कम्पनीको इपिएस रहेको छ साथीहरू। एकदमै राम्रो चाहिँ यस कम्पनीको इपिएस रहेको छ। तपाईँले 100 रुपियाँ हालेर 100 रुपियाँ लगानी लाउनु भएको छ भने 100 रुपियाँले चाहिँ तपाईँले एक किता किन्नु भएको छ भने 100 रुपियाँ लगानी लगाए बापत चाहिँ यो 100 रुपियाँले कति कमाएर दिइरहेको छ भन्दाखेरि चाहिँ अहिले यो कम्पनीको हकमा चाहिँ 9 रुपैयाँ 60 पैसा चाहिँ तपाईँले एकदमै राम्रो कमाइराख्नु भएको छ भनेर यसरी बुझ्न सक्नुहुनेछ है। 100 रुपियाँ लगानी लाएर एक किता किन्नु भएको छ भने यो एक किताले कति कमाएर दिएको छ भन्ने चाहिँ इपिएसले बताउँछ। र यस कम्पनीको हकमा हेर्ने भने वास्तविक रिपोर्ट अनुसार चाहिँ यस कम्पनीको इपिएस चाहिँ 9 रुपैयाँ 60 पैसा रहेको छ। भनेको मतलब राम्रो नै यस कम्पनीले कमाएर तपाईँलाई दिइरहेको छ भन्ने कुरा चाहिँ यसरी बुझ्न सक्नुहुनेछ। भनेको मतलब यस कम्पनीको इपिएस चाहिँ एकदमै राम्रो रहेको छ भने तपाईँले यहाँनिरबाट बुझ्न सक्नुहुनेछ। सो तपाईँले यो कम्पनीको आइपिओ सेयर भर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट पोजिटिभ तपाईँले देख्न सक्नुहुनेछ। र यति हेरेर नै तपाईँ वात्त नभर्नु होला, भिडियो पुरै हेर्नु होला, पुरै जानकारी लिनु होला, त्यसपछि मात्रै तपाईँले यस कम्पनीको आइपिओ सेयर भर्ने कि नभर्ने भनेर सेल्फ डिसिजन लिनु होला। र इपिएस हेर्दाखेरि चाहिँ अब भरौँ तपाईँहरूलाई लागिसक्यो होला, किनभने यस कम्पनीको इपिएस राम्रो रहेको छ भन्ने कुरा तपाईँले यहाँदेखि थाहा पाउनुभयो। अब इपिएस त हेरौँ, अब यस कम्पनीको नेटवर्थ कस्तो रहेको छ, नेटवर्थ के कस्तो रहेको छ भन्ने कुरा त बुझ्नु पर्यो। र वास्तविक रिपोर्ट अनुसार चाहिँ फेरि हामीले वास्तविक रिपोर्टमै जानुपर्ने हुन्छ। यस कम्पनीको 2081-82 को वास्तविक रिपोर्ट अनुसार चाहिँ यस कम्पनीको नेटवर्थ साथीहरू आरएस 113 रुपैयाँ 97 पैसा चाहिँ यस कम्पनीको नेटवर्थ रहेको छ।
नेटवर्थ पनि राम्रो नै रहेको छ भनेर तपाईँले यहाँनिर नि देख्न सक्नुहुनेछ। धेरै साथीहरूलाई नेटवर्थ भनेको के हो भनेर थाहा नहुनसक्छ। नेटवर्थ भनेको चाहिँ यस कम्पनीको एक्चुअल सेयर भ्यालु भनेर बुझ्न सक्नुहुनेछ मतलब एक्चुअल सेयर प्राइस भनेर पनि बुझ्न सक्नुहुनेछ है। र नेटवर्थको बारेमा पनि हामीले डिटेल जानकारीमूलक भिडियो चाहिँ पहिले नै बनाएको छौँ र नेटवर्थको बारेमा पनि तपाईँले भिडियो हेर्न सक्नुहुन्छ यो भिडियो हेरिसकेपछि। र त्यो भिडियो हेरेर तपाईँले नेटवर्थको बारेमा अझै डिटेलली रूपमा बुझ्न सक्नुहुनेछ। र सामान्य रूपमा बुझ्दाखेरि चाहिँ तपाईँले यस कम्पनीको एक्चुअल सेयर भ्यालु प्राइस भनेर चाहिँ बुझ्न सक्नुहुनेछ। र यस कम्पनीको एक्चुअल सेयर भ्यालु चाहिँ 113 रुपियाँ 97 पैसा रहेको छ भन्नेको यस कम्पनीको एक्चुअल डेटाले चाहिँ देखाइरहेको छ। भनेको मतलब यस कम्पनीको वास्तविक रिपोर्टले चाहिँ कति देखाइरहेको छ भन्दाखेरि चाहिँ 113 रुपियाँ 97 पैसा देखाइरहेको छ। यो मैले देखाएको होइन, यस कम्पनीले निष्कासन गरेको वित्तीय अवस्थाको डिटेल जानकारीमा चाहिँ यो लेखिएको छ। भने मतलब यसरी हेर्दाखेरि चाहिँ हामीले अहिलेसम्म सर्र हेर्दाखेरि चाहिँ यस कम्पनीको इपिएस पनि ग्रिन रहेको छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। भनेर राम्रो रहेको छ भन्ने बुझ्न सक्नुहुन्छ। यस कम्पनीको इपिएस चाहिँ 9 रुपियाँ 60 पैसा रहेको छ। मतलब तपाईँले 100 रुपियाँ लगानी लगाएर यस कम्पनीको एक किता सेयर किन्नु भएको छ भने यो 100 रुपियाँ लगाए बापत चाहिँ तपाईँले राम्रो नै जेनेरेट गर्नुभएको छ। मतलब 9 रुपियाँ 60 पैसा चाहिँ कमाइराख्नु भएको छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ है साथीहरू। भनेर एकदमै राम्रो यस कम्पनीको इपिएस रहेको छ। र नेटवर्कको कुरा गर्ने भने नेटवर्क पनि 113 रुपियाँ 97 पैसा रहेको छ। तर हामीले चाहिँ यस कम्पनीको सेयर किन्नुपर्ने कतिमा प्रति किता 100 रुपियाँमा किन्नुपर्ने साथीहरू। र अब चाहिँ हामीले 100 रुपियाँ लगानी लगाएर यस कम्पनीको एक किता सेयर किन्दैछौँ भने हामीले चाहिँ यस कम्पनीको एक किता किन्दाखेरि हामीले घाटा नाफा के खायौँ त त्यो पनि त थाहा पाउनु पऱ्यो। किनभने हाम्रो त खल्तीबाट पैसा गइरहेको छ। सो त्यो थाहा पाउनको लागि चाहिँ अब हामीले के गर्नुपर्छ भन्दाखेरि साथीहरू हामीले यस एभरेस्ट कलर लिमिटेड कम्पनीको एक किता सेयर कतिमा किनेको साथीहरू ल भन्नुहोस् तपाईँहरू। यस कम्पनीको एक किता सेयर हामीले कतिमा किनेको ल भन्नुहोस् त। एक किता सेयर हामीले 100 रुपियाँ हालेर किन्दैछौँ भनेपछि 100 रुपियाँमा चाहिँ यसको नेटवर्कसँग घटाइदिनु पर्ने हुन्छ। नेटवर्कसँग घटाउँदाखेरि चाहिँ हामीलाई थाहा हुन्छ कि यो कम्पनीको सेयर हामीले घाटा नाफा के खाएर किन्दैछौँ भन्ने कुरा चाहिँ यहाँबाट क्लियरली थाहा हुन्छ। र यो कम्पनीको केसमा चाहिँ हामीले के गरेका रहेछौँ भन्ने कुरा अब हामी निकाल्दैछौँ साथीहरू। र यसको एक्चुअल नेटवर्कसँग घटाउँदाखेरि चाहिँ हामीले कतिमा किन्दै थियौँ 100 रुपियाँ किन्दै थियौँ नि त। 100 रुपियाँ किन्दै थियौँ भनेपछि हामीले चाहिँ यहाँ नि 13 रुपियाँ 97 पैसा चाहिँ डाइरेक्टली रूपमा प्रफिट गेन गरेका छ साथीहरू। हामीले 100 रुपियाँ लगानी लगाएर यस कम्पनीको एक किता किन्दैछौँ भनेपछि यस कम्पनीको एक्चुअल सेयर प्राइस भनेको नेटवर्थ भनेको 113 रुपियाँ 97 पैसा रहेको छ। र 100 रुपियाँ हालेर एकै किता किन्दाखेरि पनि यो कम्पनीको सेयर एफएसआईमा लिस्टेड नहुँदाखेरि पनि कारोबारमा नआउँदाखेरि पनि हामीले एक कितामा चाहिँ 13 रुपियाँ 97 पैसा चाहिँ कमाइसकेका छौँ भन्ने कुरा तपाईँले यहाँ नि बुझ्न सक्नुहुनेछ। भनेको मतलब कम्पनी राम्रो अवस्थामा छ र यो कम्पनीको आइपिओ भर्नुपर्छ भनेर तपाईँहरूले बुझ्नुभयो होला। र यो कम्पनीबाट तपाईँले राम्रो प्रफिट चाहिँ कमाउनु हुनेछ भन्ने कुरा पनि तपाईँले अहिलेसम्म बुझ्नुभयो होला साथीहरू। किनभने एकदमै राम्रो अहिलेसम्म आइरहेको छ। यसको इपिएस पनि राम्रो रहेको छ, नेटवर्क पनि राम्रो रहेको छ। र हामीले एक किता किन्दाखेरि 13 रुपियाँ 97 पैसा डाइरेक्टली रूपमा प्रफिट गेन गरिसकेका छौँ भन्ने कुरा हामीले यहाँ नि बुझ्यौँ साथीहरू है। अब नेपालको हकमा एक किता सेयर मात्र त किन्ने चलन त छैन, रुल त छैन होइन। त्यसैले हामीले कति किन्दैछौँ न्यूनतममा पनि हामीले कति किन्दैछौँ साथी ल भन्नुहोस् त। न्यूनतममा हामीले 10 किता किन्दैछौँ। र 10 किता किन्दाखेरि हाम्रो कति लगानी भएको छ 1000 रुपियाँ लगानी भएको छ भन्ने कुरा बुझ्यौँ साथीहरू। र 1000 रुपियाँ लगानी गरेर हामीले कति चाहिँ प्रफिट गेन गऱ्यौँ त त्यो पनि त निकाल्नु साथीहरू है। हामी एक किता त किन्दैन, न्यूनतममा 10 किता किन्यौँ। र 10 किताभन्दा बढी किन्ने पनि सोच नगर्नु होला। यो कम्पनीले एकदमै थोरै चाहिँ आइपिओ निकालेको हुनाले तपाईँले 10 किता मात्रै किन्नु होला। र 10 किता किन्दाखेरि चाहिँ हामीले कति चाहिँ प्रफिट गेन गऱ्यौँ त्यो पनि निकाल्नु साथीहरू। र 10 किता किन्दाखेरि चाहिँ हामीले यहाँ नि 139 रुपियाँ 70 पैसा चाहिँ हामीले यहाँ नि डाइरेक्टली रूपमा 10 कितामा प्रफिट गेन गऱ्यौँ यो कम्पनीको सेयर एफएसआईमा लिस्टेड नहुँदाखेरि पनि साथीहरू। भनेको मतलब तपाईँले 1000 रुपियाँ लगानी लगाएर यस कम्पनीको 10 किता सेयर किन्नुहुन्छ भने यो कम्पनीको सेयर तपाईँलाई पर्यो भने यो कम्पनीको सेयर एफएसआईमा लिस्टेड नहुँदा पनि यो कम्पनीको सेयरबाट तपाईँले 10 कितामा डाइरेक्टली रूपमा 139 रुपियाँ 70 पैसा चाहिँ डाइरेक्टली रूपमा प्रफिट गेन गर्नु भएको छ। डाइरेक्टली रूपमा 139
₹39.70 चाहिँ 10 कितामा तपाईँले डाइरेक्टली रूपमा प्रफिट गेन गर्नुभएको छ। भनेको मतलब यो कम्पनीको सेयर भर्नुभयो भने तपाईँले राम्रो मुनाफा कमाउन सक्नुहुनेछ। तपाईँलाई यो कम्पनीको सेयर पर्यो भने तपाईँले यो कम्पनीबाट राम्रो मुनाफा कमाउन सक्नुहुनेछ भन्ने कुरा तपाईँले अहिलेसम्म जानकारी लिनुभयो। अहिलेसम्म हामीले के हेऱ्यौँ भन्दाखेरि साथीहरू, हामीले यस कम्पनीको इपिएस हेऱ्यौँ। इपिएस ₹100 लगानी लगाएर तपाईँले यो कम्पनीको एकै किता किन्दै हुनुहुन्छ भने यो कम्पनीको एक किताले तपाईँलाई राम्रो रिटर्न कमाएर दिइरहेको छ भन्ने कुरा बुझ्नुभयो। यस कम्पनीको रिपोर्ट अनुसार चाहिँ तपाईँले इपिएस यस कम्पनीको इपिएस एक किताले कमाएर दिन सक्ने क्षमता भनेको ₹9.60 रहेको छ भन्ने कुरा तपाईँले यहाँनिर बुझ्नुभयो। एकदमै राम्रो रहेको छ। साथै नेटवर्थको कुरा गर्ने भने पनि यो कम्पनीको नेटवर्थ ₹113.97 रहेको छ भन्ने कुरा बुझ्नुभयो तपाईँहरूले है, थाहा पाउनुभयो। र जसमा चाहिँ तपाईँले एक किता सेयर ₹100 किन्दै हुनुहुन्थ्यो भनेपछि ₹100 हालेर किन्दै हुनुहुन्थ्यो भनेपछि तपाईँले एक कितामै ₹13.97 चाहिँ तपाईँले मजाले प्रफिट गेन गर्नुभयो भन्ने कुरा बुझ्नुभयो है। त्यसपछि तपाईँले न्यूनतममा 10 किता किन्ने हो। 10 किता किन्दाखेरि तपाईँले ₹139.70 चाहिँ तपाईँले डाइरेक्टली रूपमा प्रफिट गेन गर्नुभयो भन्ने कुरा तपाईँले बुझ्नुभयो। अहिलेसम्म सबै हरियो झन्डी आएको छ भने मतलब कम्पनी राम्रो अवस्थामा रहेको छ र यो कम्पनीको सेयर पर्यो भने तपाईँले राम्रै मुनाफा कमाउनुहुनेछ भन्ने कुरा तपाईँले हेरे नि बुझ्नुभयो साथीहरू। तपाईँलाई जानकारी मन परेको भिडियोलाई एउटा लाइक गर्नु, तल एउटा कमेन्ट गर्नु, सक्दो भिडियोलाई सेयर गर्नु र तपाईँले अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला साथीहरू। अब साथीहरू, तपाईँहरूको मनमा अर्को प्रश्न र जिज्ञासा के आउन सक्छ भने यो कम्पनीले हामीलाई बोनस डिभिडेन्ड दिन्छ कि दिँदैन भने तपाईँहरूको मनमा प्रश्न र जिज्ञासा आएको होला। यो कम्पनीले तपाईँलाई 2 वर्षभित्रमा या 3 वर्षभित्रमा चाहिँ तपाईँलाई राम्रो बोनस डिभिडेन्ड दिनेछ। तर साथीहरू बुझ्नुपर्ने कुरा के छ भनेपछि 10 किताले तपाईँले कति नै बोनस डिभिडेन्ड कमाउन सक्नुहुनेछ। सो 10 किताले तपाईँले धेरै बोनस डिभिडेन्ड त लिन सक्नुहुने छैन। त्यसैले तपाईँले यो आइपिओको कुरालाई चाहिँ तपाईँले सर्ट टर्ममा नै राम्रो प्रफिट बुक गर्ने भनेर सोच्नुहुनेछ र होइन अझै राम्रो बोनस डिभिडेन्ड खान्छु भनेर तपाईँले खान सक्नुहुनेछ। राम्रो बोनस डिभिडेन्ड आउनेछ तर 10 किताले धेरै आउने छैन। तपाईँले अरू फेरि पछि पनि तपाईँले मार्केटमा अझै किताहरू थप्नुभयो भने तपाईँले राम्रो त्यतिखेर चाहिँ राम्रो तपाईँले चाहिँ बोनस डिभिडेन्ड खान सक्नुहुनेछ। तर आइपिओको हकमा हेर्ने भने तपाईँले 10 कितामा चाहिँ धेरै बोनस डिभिडेन्ड त खान सक्नुहुने छैन, तर सर्ट टर्ममा चाहिँ तपाईँले यसबाट राम्रो प्रफिट चाहिँ बुक गर्न सक्नुहुनेछ भन्ने कुरा तपाईँले यहाँनिरबाट बुझ्न सक्नुहुन्छ साथीहरू। किनभने सबै चिज राम्रो रहेको छ है। इपिएस पनि ग्रिन रहेको छ, ₹9.60 यस कम्पनीको रहेको छ। इपिएस राम्रो अवस्थामा रहेको छ। नेटवर्थ कुरा भने नेटवर्थ पनि राम्रो रहेको छ। सबै कुरा राम्रो रहेको हुनाले चाहिँ तपाईँले यो कम्पनीबाट सर्ट टर्ममा चाहिँ राम्रो प्रफिट गेन गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नुभयो साथीहरू। अब साथीहरू, तपाईँको मनमा अर्को प्रश्न जिज्ञासा के आउन सक्छ भने यो कम्पनीको सेयर तपाईँले भन्नुभयो र तपाईँलाई कम्पनीको सेयर परिहाल्यो भने यो कम्पनीको सेयर नेप्सीमा लिस्टेड भयो भने यस कम्पनीले ओपनिङ प्राइस त के कति पाउँला भन्ने तपाईँहरूको मनमा प्रश्न र जिज्ञासा आएको होला। अब साथीहरू, हामी चाहिँ एभरेस्ट कलर लिमिटेड कम्पनीको ओपनिङ प्राइस निकाल्नतिर जाउँ साथीहरू है। यस कम्पनीको ओपनिङ प्राइस चाहिँ दोस्रो बजार सेयर मार्केटमा गइसकेपछि यस कम्पनीको ओपनिङ प्राइस कति हुनेछ त होइन। सेकेन्डरी मार्केटमा गइसकेपछि यस कम्पनीको ओपनिङ प्राइस कति हुनेछ त होइन। लिस्टिङ भइसकेपछि सेयर बजारमा सेयर मार्केटमा चाहिँ यस कम्पनीको ओपनिङ प्राइस कति हुनेछ भनेर हामीले बुझ्नु पर्यो साथीहरू। अब यो कम्पनीको पहिला त हामीले नेटवर्थ हेर्नु पर्यो। नेटवर्थ कति रहेको छ साथीहरू भन्नुहोस् त। हो, नेटवर्थ ₹113.97 रहेको छ नेटवर्थ है। र नेप्सेको नयाँ रुल अनुसार चाहिँ ₹100 भन्दा माथि भएको नेटवर्थलाई चाहिँ 100 देखिबाट लिएर 300 को ओपनिङ प्राइस दिएको छ साथीहरू है। पहिला चाहिँ कस्तो हुन्थ्यो भने यसैलाई नै 3 गुणा गर्ने चलन थियो, तर अहिले चाहिँ ₹100 भन्दा माथि भएकोलाई चाहिँ 3 गुणा नदिने, 100 देखि 300 दिने, या ₹100 भन्दा कम भएकोलाई चाहिँ बल्ल 3 गुणा गर्ने भन्ने नयाँ रुल आएको छ। सो त्यसले गर्दाखेरि चाहिँ यो कम्पनीको नेटवर्थ राम्रो भए पनि यो कम्पनीले ₹100 भन्दा माथिको नेटवर्थ भएको हुनाले चाहिँ यस कम्पनीको ओपनिङ प्राइस भनेको 100 देखि 300 हुने भयो भने मतलब 20मा पनि कारोबार हुनसक्छ। 150, 200, 250 या 300। मेरो विचारमा यो कम्पनीको सेयर चाहिँ 300मा हाराहारीमै खुल्नेछ, जसले गर्दाखेरि तपाईँले राम्रै प्रफिट बुक गर्न सक्नुहुन्छ। किनभने यो कम्पनी एकदमै राम्रो रहेको छ। यसको फाइनेन्सियल स्टेटमेन्ट हेर्ने भने त एकदमै राम्रो रहेको छ होइन। इपिएस पनि राम्रो रहेको छ, नेटवर्थ राम्रो रहेको छ, सबै चिज राम्रो भएको हुनाले चाहिँ पोजिटिभ भएको हुनाले चाहिँ यो कम्पनीले दोस्रो बजार सेयर मार्केटमा चाहिँ राम्रो बुमअप पाउनेछ भन्ने मलाई लाग्छ। सो यो कम्पनीबाट तपाईँले मिनिमममा पनि एक कितामा तपाईँले चाहिँ लगभग पनि तपाईँले चाहिँ 800+
जाने चाहिँ म देख्छु साथीहरू। सो 800 प्लस मैले जाने देखेको छु, भनेको त राम्रो रहेको छ। 800 प्लस भयो भने त हामीले यसबाट राम्रै प्रफिट मार्जिन गर्न सक्छौँ। सो त्यसैले चाहिँ यो कम्पनीको सेयर तपाईँले भर्न नछुटाउनु होला। तपाईँले यो कम्पनीको सेयर भर्नु होला। यो कम्पनीबाट तपाईँले राम्रो नै प्रफिट बुक गर्न सक्नुहुनेछ। सो साथीहरू, तपाईँले चाहिँ यो कम्पनीको सेयर मजाले भर्नु होला। पर्ने चान्स एकदमै कम रहेको छ। सो त्यही हुनाले चाहिँ आफ्नो पुरै फ्यामिली मेम्बरको भर्नु होला, जसले गर्दा तपाईँलाई पर्ने सम्भावना चाहिँ बढी हुनेछ। र जो साथीलाई पर्नेछ उसलाई त यो कम्पनीहरूले बल्ले बल्ले नै गराउनेछ। सो तपाईँले यो कम्पनीको सेयर चाहिँ भर्न नछुटाउनु होला। साथीहरू, तपाईँलाई चाहिँ यस एभरेस्ट कलर लिमिटेड कम्पनीको यो आइपिओ डिटेल एनालाइसिस भिडियो चाहिँ के कस्तो लाग्यो? भिडियो मन पऱ्यो भिडियोलाई एउटा लाइक गर्नु, तल एउटा कमेन्ट गर्नु, सक्दो भिडियोलाई सेयर गर्नु होला। तपाईँले अहिलेसम्म हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरी सँगै रहेको बेल बेललाई अन गर्न भने नबिर्सिनु होला।